चिनी हाल्दै हुन्छ सो गाइदिन पुस्टारी बनाउँछ गाई चाहिँ हो हाम्रै घरमा बनेको अर्ग्यानिक सेलरोटी। हाम्रो गाउँमा चाहिँ यसलाई बाबर भनिन्छ होइन, बाबर। के अचम्म हुन्छ क्या 10 मिनट पछि आएको त यति धेरै पो। सो गाइस देख्नु देखो हेर हेर गाइस यस्तो चलिरहेको छ यता हल्ला नगर हल्ला धेरै यस्तो जुगाड अरे केटाहरूले हेर। हेलो गाइस वेलकम टु माई न्यू ब्लग। फाइनली हजुरहरूलाई फेरि मेरो एउटा नयाँ भ्लगमा स्वागत छ होइन। आजको भ्लगको स्टार्ट चाहिँ म आफ्नै घरदेखि गरिरहेको छु। सो फेरि राति हो क्या, राति भ्लग स्टार्ट गर्दैछ होइन। लगभग 1 महिना भइसक्यो कि मैले भ्लग नबनाएको। सो मैले यति ग्याप पछि किन बनाएँ त त्यसको पनि रिजन छ होइन। गाइस के भएको थियो भने होइन, अब इक्जाम चलिरहेको थियो, इक्जाम चलिरहेको थियो, इक्जामको रेडी गर्दै र अनि यस्तो हुन्छ नि त टाइम पनि त्यति पाएन। सो मैले 1 महिनापछि अहिले चाहिँ इक्जाम सकिएर फुल टाइम पाइरहेको छु होइन। सो आजदेखि डेली भ्लग हाल्ने कोसिस गर्नेछु। सो भाइ भोलि माघे सङ्क्रान्ति होइन, कति जनवरी 15, 2026 होइन, नेपाली कति होइन, नेपाली पुस होइन माघको 1 गतेदेखि माघे सङ्क्रान्ति हो नि त भोलि। अब भोलि पऱ्यो होइन। सो माघे सङ्क्रान्ति हजुरहरूको गाउँघरमा या सहरमा कसरी मनाइन्छ हामीलाई थाहा छैन। सो हाम्रो गाउँघरमा चाहिँ होइन रातिदेखि स्टार्ट हुन्छ क्या। रातिदेखि के गर्छन् होइन हजुरहरूलाई म भ्लगमा देखाउने छु। फाइनली गाइस खानासाना पनि खायो होइन। सो खानासाना खाएर अब एकछिन पछितिर देखाउने छु कि हाम्रो कस्तो राति होइन, रमाइलो धेरै हुन्छ क्या, देखाउने छु भ्लगमा। सो गाइज यो चाहिँ मेरो घर हो होइन। अहिले त्यति राम्रो देखिएको छैन। एक दिन हजुरहरूलाई नि मेरो घरको पनि टुर दिनेछु क्या, एउटा नयाँ ब्लगमा होइन, अर्को ब्लगमा होइन। मेरो घर राम्रो चाहिँ देखाउने छु। उतानिर हेर्नु आगो बालिरहेको छ, रात पछि देखाउने छु हजुरहरूलाई के हुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ यो चाहिँ मेरो बहिनी होइन। एक बहिनी चाहिँ ऊ यता सुतिरहेको छ अनि मेरो चाहिँ एक भाइ छ होइन, भाइ चाहिँ उता गइरहेको छ। अनि उता मम्मी चाहिँ हुनुहुन्छ उतापट्टि हुनुहुन्छ, बुवा चाहिँ इन्डिया जानुभएको होइन। हाम्रो यतातिर चाहिँ राति यस्तो होइन के गर्छन् भने राति सुजी पकाउने काम र अनि अझै यस्तो सेलरोटी हाल्ने काम, पुरी यस्तो सब हाल्छन्। अनि फेरि यस्तो हालिसकेर अनि आज राति रेडी गर्छ, भोलि हामीले फेरि कहीँ जानुपर्ने हुन्छ गाइस। सो गाइस यहाँ चाहिँ सेलरोटी हाल्नको लागि यो तेल रेडी छ होइन, यसरी डराउँछन् तेल हो गाइस हो। यहाँ चाहिँ हैन कसैले भनेको छैन। उहाँ चाहिँ मम्मी होइन, यहाँ चाहिँ धुलो रेडी हुँदैछ। के अरे यो पिठो रेडी हुँदैछ। यहाँ चाहिँ चिनी हाल्नुपर्छ। अब पछि बनाए चाहिँ कस्तो हुन्छ हजुरलाई देखाउनु छु। चिनी हाल्दै हुन्छ सो गाइदिनु पुस्टारी बनाउँछ। सो गाइस यसरी रेडी गरिन्छ यसलाई चाहिँ। ओ गाइस यता यसरी बन्छ क्या, यस्तो बन्दैछ। फेरि अहिले देखाउनु छु हजुरहरूलाई। भित्र जान मिल्दैन अरे, हेर्नु अहिले भित्र जान मिल्दैन अरे, एकछिन पछि जान्छ होइन। सो यो यस्तरी गाई चाहिँ हो हाम्रै घरमा बनेको अर्ग्यानिक सेलरोटी। हाम्रो गाउँमा चाहिँ यसलाई बाबर भनिन्छ होइन, बाबर। यस्तो बन्छ। सो फेरि अर्को हल्ला लाग्नु भइसक्यो। सो हेर्नु कस्तो अहिले चाहिँ भएन, अहिले चाहिँ भएन है गाई, त्यति राम्रो नै भयो गाइस। सो यो चाहिँ कस्तो बन्छ है हेरौँ। ठिकै भइरहेछन् फाइनली। यो अर्को आयो। सो गाइस यो चाहिँ कमेडी भयो, हेर्नु कस्तो डिजाइनको भइदिएको थियो। यस्तै कमेडी खाले भइदियो। सो 5 मिनटमै यति हालिसकिन् मम्मीले। अझै पनि बन्दैछन्, धेरै बनाउँछन् धेरै। गाइस हाम्रो गाउँमा चाहिँ राति यसरी पुरी हालिन्छ, अझै
सेलरोटी हाल्दैछन् मम्मी, यो पछि पुरी हाल्छन्, हलुवा सलुवा बनाउँछन्। सो यस्तरी राति बनाउँछन् होइन। माघे सङ्क्रान्तिको अघिल्लो रातमा बनाउँछन्। अनि सो गाइस राति यस्तरी हाल्नेका साथै हाम्रो गाउँमा चाहिँ अर्को एउटा चलन छ। कस्तो भन्दाखेरि यस्तो होइन, ठाउँ ठाउँमा आगो बाल्ने चलन छ क्या। ठाउँ ठाउँमा अब यहाँ मात्र होइन होइन, उतानिर आगो बालिरहेको छ होइन। हेर्दैन अहिले यहाँ आगो बाल्ने पनि धेरै छैनन् क्या। अघि तलनिर बलिरहेको थियो, यो माथितिर पनि बलिरहेको थियो। सो ठाउँ ठाउँमा आगो बाल्ने, अनि जस्तै धाराको छेउमा आगो बाल्ने, नुहाउने, फेरि आगो ताम्न जाने क्या। यस्तो चलन छ हाम्रो गाउँमा चाहिँ। यस्तो भनिन्छ क्या, अब माघे सङ्क्रान्तिको अगाडि यस्तो गरिन्छ होइन। सो अहिले अझै एउटा चलन पनि छ क्या। यस्तो हुन्छ नि त, निगाला भनिन्छ, त्यस्तो लिएर यस्तो ढोकामा हालेर होइन, भित्र चाहिँ मम्मीहरूले त्यहाँमा यस्तो हालेको सेलरोटी झुन्ड्या दिनुहुन्छ क्या। सो अहिले चाहिँ त्यस्तो त्यति रमाइलो भएको छैन। अहिले जाउँला भन्दैछु होइन, कहिले जान पाउने भएको होइन, यस्तै आगो बाल्न होइन, रमाइलो गर्ने। सो गाइस फेरि एकछिन पछि आएको, त यति धेरै बनिसक्यो। हेर्नु गाइस, म एउटा खाएर देखाउनु छ हजुरहरूलाई कस्तो मिठो हुन्छ भनेर। एउटा होइन यस्तो रहेछ मात्रै हुन्छ होइन। बन्दैछ। यो पछि के हाल्ने हो? यो पछि पुरी पछि सुजी कहिले बनाउने? सुजी बनाउन आएर यो चाहिँ आफ्नै घरमा बनेको अर्ग्यानिक बाबर। सो मैले खाएँ, बहिनीले नि खाएँ। कस्तो छ बहिनी बाबर? एकदम दामी। यसको मुख हेर्नु न गाइस, यसको मुख कस्तो। मम्मी र बहिनी चाहिँ एउटा हाल्दैछन् यता। हाम्रो घरमा एउटा अल्छी छ क्या, अल्छी सुतिरहेको छ यता। फाइनली गाइस हाम्रो भाइ आइसक्यो होइन। अब यस्तो हामी पनि होइन चलन अनुसार चल्नेछौँ। यस्तो आगो बाल्न जानेछौँ र अझै हामी के गर्नेछौँ भनिदेऊ त भाइ। हामी धेरै गर्नेछौँ है साथीहरू। के अचम्म हुन्छ क्या, 10 मिनट पछि आएको त यति धेरै पो बनेन। सो यो चाहिँ मैदा चाहिँ यति रह्यो। बहिनीले नि भ्लग स्टार्ट गर्न थालिसक्यो हेर्नु। सो हेर्नु गाइस यति भइसक्यो। अहिले एकछिन पछि आउँदा त झन् धेरै हुन्छ जस्तो लाग्छ। सो हाम्रो भाइ पनि यहाँ छ होइन। म एउटा बाबर बाहिर म खाने छ होइन। भाइले त अर्ग्यानिक भन्दै यहाँ खान थालिसक्यो। म पनि खानु छ होइन। मिठो छ है? एकदम मिठो नि। कस्तो छ भाइ? यस्तो भोवा छ गाइस, खानु ल्याउ तर मिल्दैन। हामी चाहिँ यहाँ घरदेखि अलिकता टाढा आइसकेको छौँ भनेर, टाढा हान्दैन अलिकता होइन, हाम्रो साथीलाई ल्याउन आयौँ क्या। गाइस हेर्नु सक्नुहुन्छ होइन। रोक भाइ, यस्तो आगो बालिन्छ क्या, ठाउँ ठाउँमा बालिन्छ। यहाँ मात्र होइन, यहाँ केटाहरू बाल्दै रहेछन् होइन, हामी ताम्न आइदिएको यसो चिसो छ गाइस। लास्टै चिसो हाम्रो केटाहरू हुन्छन्। अब अहिले एकचोटि गाइस देख्नु सक्नुहुन्छ, हामी चाहिँ अहिले भर्खर पसलबाट होइन आयौँ। सो उतानिर हेर्नु न गाइस, बबाल बनाएँ। अघि मैले त्यहीँ आगो ताप्दै थिएँ, हजुरहरूले त्यहाँको देखाउने छु कि कस्तो बबाल बनाएँ। सो गाइस देखो हेर गाइस यस्तो चलिरहेको छ यता। हल्ला नगर, हल्ला यस्तो जुगाडहरू छन् केटाहरूले। हेर गाइस यता नि यस्तो आगो बालिरहेको छ होइन। सो गाइस हेर्नु सक्नुहुन्छ, ठाउँ ठाउँमा बाल्छन् कि, यहाँ पनि उता पनि तल पनि बालेको थियो। अब सब देखाउँछ कि गाउँबाट हात पऱ्यो होइन। सो हेरिदिनु होला गाइस, हेर्नु होइन। यहाँ पुरै हामी रहिला हो कि गीतसँगै। सो गाइस नाच न केटा, नाच न भने चप्पल खसे। सो हेर
हेर्नु सक्नुहुन्छ गाइस यस्तो रातभरि डुल्ने हो रमाइलो गर्ने हो र हजुरहरूलाई भ्लगमा देखाउने छु होइन ओहो गाइस बबाल गाइस फेरि हामीले यो 2-3 घरमा हामीले भने अब होइन माग्छौँ अब हामी माथितिर पनि घर टन्ने छन् सो हामी यस्तो बाटो ढोकामा कोस्नुपर्छ होइन अनि उहाँहरू होइन यस्तो सेलरोटीहरू आफै होइन यस्तो झुन्ड्याएर दिन्छौँ क्या सो माथि माग्नेछौँ अघि तलतिर हामीले भिडियो बनाउन पाएन सो माथिको भिडियो बनाएको हजुरलाई देखाउने छौँ र यस्तो बाटोमा हिँड्दैछौँ होइन गाइस हामीहरू हेर्नु यस्तो चलनै हो क्या गाइस ओ यहाँ मासु हाल्नुलाई सो बाबर पनि ल गाइस हामी यसरी माग्छौँ क्या यसरी माग्छौँ होइन यता हेरिदिनुहोस् यसरी माग्छौँ आउँछ अब बाबा चलनै हो क्या गाइस हाम्रो होइन चलन हो यसरी होइन यसरी मागिन्छ सो गाई केटाहरू बाबर आइसक्यो यता नि गएर यता यो सब मेरो आफ्नै घर हो क्या सो गाई चाहिँ सब आफ्नै घर होइन ठुलो बाबुको र आफ्नै घर हो त्यो यहाँ भित्रै सो गाइस हामीले चाहिँ अब रातिको 12 बज्न लागिसक्यो अब चाहिँ घरमा जान्छौँ घरमा होइन यो सबमा मागिसक्यो होइन घरमा जान्छौँ अब गाइस सो गाइस फाइनली हामी चाहिँ अब सुत्नुको लागि घर आइसक्यो हाम्रो कति 12 बजिसक्यो होइन 12 बजिसक्यो सो हामी चाहिँ यो भाइको घरमा हेर्नुहोस् गाइस 12 बजिसक्यो होइन सो अब हामी सुत्छौँ र अब म यही भ्लगलाई इन गर्छु र भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ